Hi guys, welcome back to our YouTube channel. I'm the founder of Alki Creation and my name is Sachina. Hope सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै नै छु। अनि आजको भिडियोमा चाहिँ तपाईले टाइटल हेरेर थाहा पाइसक्नु भएको छ होला है। सो मेरो यहाँ चाहिँ रोज छ, मैले निकालेर राखेको छु। सो मलाई चाहिँ होलसेल अर्डर आएको छ है। अनि सबै रोज बुके हो। यहाँ मैले रोज बुके बनाउनु भनेर छुट्याएर राखेको छु। यो चाहिँ 25 पिसको रोज हो अनि 5 पिसको बुके बनाउनु छ यसको चाहिँ। अनि सिंगल रोजको पनि सो मैले चाहिँ यहाँ स्याम्पल पिस बनाएर राखेको छु। यो चाहिँ मिक्स कलरमा छ, यो यसको पनि छ अर्डर। अनि पछि अर्को सिंगल रोज पनि छ, म देखाउँछु। वेट, रेड कलरको चाहिँ यस्तो देखिरहेको छ। यो चाहिँ मैले उहाँलाई देखाउनलाई हालेको थिएँ, तर यसमा चाहिँ हाम्रो व्हाइट कलरको रिबन जान्छ। अनि हाम्रो रोज यो चाहिँ हामीसँग दुईटा डिफ्रेन्ट कलरको डिफ्रेन्ट डिजाइनको छ कि रोज चाहिँ क्युट भएको छ यो। अनि यसको चाहिँ व्हाइटमा पनि बनाएको छु मैले, व्हाइटमा चाहिँ यो छ दुईटा एकदमै प्रिटी भएको छ। अब म चाहिँ यो ऱ्यापिङ गर्न लगाएको थिएँ अनि मैले पेपरहरू निकालेको थिएँ, त्यही भएर मेरो पछाडि चाहिँ एकदमै फोहोर देखिरहेको छ। ओके, यति नै हो अहिलेलाई चाहिँ। म चाहिँ अब बुके ऱ्यापिङ गर्छु अनि त्यसपछि देखाउँछु है त। एउटा चाहिँ मैले बनाएर सकेँ, यस्तो भएको छ। अब यसलाई रिबन मात्र अट्याच गर्न बाँकी छ। म झुक्के छु नि त, यहाँ त 5 पिस भनेको यहाँ त 6 पिस छ। ओके, फाइनल्ली 1 पिस बुके चाहिँ मैले बनाइसकेको छु। यस्तो देखिरहेको छ। खासमा चाहिँ 6 पिसको एउटा बुके हुन्छ, मैले चाहिँ झुक्के छु म चाहिँ। अनि यहाँ यसो भयो विदाउट प्लास्टिक पनि राम्रै देखिरहेको, प्लास्टिक हाल्दा पनि राम्रो देखेछ। अब म चाहिँ यो 5वटा बनाउनु छ, 5 पिस बुके। आज चाहिँ बनाउँदिनँ होला, भोलि बनाउँछु। अनि यो चाहिँ एकदमै गाह्रो कि यो मैले फर्स्ट टाइम गरेको हो है। यो मसँग यो पेपर थियो, यो चाहिँ हल्का एक्सपेन्सिभ छ कि यो पेपर अरूको लेखी चाहिँ। अनि यो राखेको छु अनि कति फाले पनि। अनि फाइनल रिजल्ट चाहिँ यस्तो आएको छ, सेटिस्फाई नै छ अनि राम्रो पनि छ, क्युट पनि छ। सो यति नै हो आजको लागि, यति गरौँ, भोलि भेटौँला है त। गुड मर्निङ एभ्रिवान। त मैले चाहिँ काम सुरु गरिसकेको छु। मैले चाहिँ अस्ति बनाउँदै थिएँ, भोलिपल्ट गराउन पाइनँ। अनि आज चाहिँ स्याटरडे हो, आजै सामान डेलिभरी गरिदिनु पर्ने छ। अनि मैले चाहिँ यहाँनिर फ्लावरहरू चाहिँ फर्ममा एड गरेर राखेको छु। सो यहाँ छ 5 पिसको अर्डर हो, ठुलो बुके चाहिँ। अनि फाइनल रिजल्ट चाहिँ यस्तो देखाउनुपर्छ, यस्तो आउनुपर्छ है। मैले चाहिँ यहाँनिर पेपरहरू काटेर अब यसलाई ऱ्यापिङ गर्छु। मेरो मोबाइलमा चार्ज अलिक थोरै छ क्या अहिले। अनि अलिपछि म देखाउँछु त यो सबै गरिसकेपछि। र मैले चाहिँ यहाँ सबै यो बुकेहरू बनाएर यसमा चाहिँ प्लास्टिक एड गर्न लाग्छु। सो यो चाहिँ एकदमै अप्ठ्यारो गाह्रो हुने रहेछ। यो त बरु हार्डवाला थियो, इजिली मैले बनाएँ। तर यो अलिक पातलो हुने रहेछ अनि अलि के मिलेन एकदमै गाह्रो भयो यो बनाउनलाई चाहिँ। गाह्रो भइरहेको छ यो बनाउनलाई चाहिँ। बाहिरभित्र लाइन गएर म चाहिँ यहाँ बाहिर आएर गर्न लाग्यो, हावाले उडाएर फेरि एकदम डिस्टर्ब गरिरहेछ। अब चाहिँ मैले सिंगल रोज ऱ्यापिङ गर्न राखेको छु। रोजहरू चाहिँ मैले यहाँ निकालेर रेडी पारिसकेको छु। अनि फर्महरू पनि सब रेडी छ।
अब यसरी नै सबै फ्लावरहरूलाई यस्तै गरेर बनाउनुपर्छ। अनि यो चाहिँ मैले हिजो अर्डर गरेको थिएँ कि कति महँगो रहेछ, यसलाई चाहिँ 35 रुपियाँ पर पिस पऱ्यो। यो चाहिँ मेरो भाइ हो। सो अब चाहिँ म यहाँ सबै रेडी पारेको फ्लावरहरूलाई सिङ्गल सिङ्गल यसरी साइडमा त्यो पेपर लगाएर अब रेडी गर्दैछु। अनि यसरी गर्दाखेरि चाहिँ एकदम राम्रो पनि देखिरहेको छ क्या। उहाँले चाहिँ अलिक मलाई चाहिँ सबैभन्दा छुट्टै अलि युनिक अलि एक्स्ट्रा खालको चाहिँ बनाउनु मन छ भन्नुभएको थियो कि सिङ्गल पनि हेर्दाखेरि पनि एकदम एट्र्याक्टिभ अनि राम्रो होस् भन्नुभएको थियो। अब चाहिँ मैले यसलाई ब्ल्याक पेपरमा ऱ्यापिङ गर्न लागेको छु। म चाहिँ सबै फ्लावरहरू ऱ्यापिङ गरेर सकेर चाहिँ यहाँ फोटोसुट गर्दैछु। यिनीहरूको भिडियो फोटोहरू बनाउँदैछु। कस्तो प्रिटी भएको छ। सिङ्गल फ्लावरहरूको पनि मैले फोटो भिडियोहरू गराएँ। यस्तो राम्रो देखिरहेको छ यिनीहरू जाने। अब चाहिँ म यिनीहरूलाई प्याकिङ गर्न लागेको छु। मैले त बक्स निकालेर राखेको छु। अनि अब प्याक गर्छु, त्यसपछि फेरि डेलिभरी गर्नु पनि जानु छ। लेट्स प्याक टुगेदर। प्याकिङ पनि डन भइसक्यो। यहाँ चाहिँ अब एकछिनमा चाहिँ म फ्रेस भएर अनि मैले डेलिभर गर्न जान्छु। रुमको हालत यस्तो भइसकेको छ। अनि हामीसँग सनफ्लावरहरू पनि छ है, यो बिग साइजमा एकदम हामीले बनाइसकेको छौँ। अनि यो सानो खालको सनफ्लावर पनि छ। अनि यो चाहिँ फजी भएको सनफ्लावरहरू, टुलिपहरू बनाउने भनेर यहाँ पनि लिफहरू सब रेडी छ। टुलिप पनि छिटै स्टार्ट हुन्छ। अनि फ्लावरहरू चाहिँ अब रोज चाहिँ रेड रोज चाहिँ अलमोस्ट सकिसक्यो। हामीसँग धेरै पिस छैन। सो यो पनि म अब नेक्स्ट भिडियोमा बनाएर तपाईँहरूलाई देखाउँछु है। ओके, यो मिलाउनु छ।